हार नमान, तिम्रो समय आउँदैछ। यदि अहिले तिमी हार्दैछौ, यदि मानिसहरूले तिमीलाई कमजोर भन्दैछन्, यदि तिमीलाई लागिरहेको छ कि जीवनले तिमीलाई बारम्बार पछाडि धकेलिरहेको छ, यो भिडियो अन्तिमसम्म हेर। किनकि कहिलेकाहीँ सफलता आउनुभन्दा ठिक अगाडि नै मानिसहरू हार मान्छन्। बाँसको रुखबारे एउटा रोचक सत्य छ। जब बाँसको बिउ रोपिन्छ, पहिलो वर्ष केही देखिँदैन। दोस्रो वर्ष पनि खासै परिवर्तन हुँदैन। तेस्रो वर्ष पनि जमिनमाथि केही हुँदैन। चौथो वर्ष पनि धेरै मानिसहरू भन्छन्, यो त उम्रिएन। तर पाँचौं वर्ष, केही हप्तामै त्यो बाँस 80-90 फिटसम्म अग्लो हुन्छ। प्रश्न यो होइन कि बाँस केही हप्तामा अग्लियो। सत्य यो हो कि त्यसले 5 वर्षसम्म आफ्नो जरालाई बलियो बनाइरहेको थियो। मानिसको जीवन पनि त्यस्तै हो। तिमीले गरेको मेहनत सायद अहिले कसैले देखिरहेको छैन। तिमीले दिएको समय, तिमीले बगाएको पसिना, तिमीले लुकेर लडेका सङ्घर्ष, यी सबै व्यर्थ छैनन्। कहिलेकाहीँ भगवान वा जीवनले तिमीलाई ढिलो नतिजा दिन्छ किनकि उसले तिमीलाई ठूलो जिम्मेवारीका लागि तयार गरिरहेको हुन्छ। याद राख, सूर्य पनि हरेक दिन अस्ताउँछ, तर अर्को बिहान पहिलेभन्दा झन् उज्यालो भएर फर्किन्छ। त्यसैले आज अन्धकार छ भनेर कहिल्यै सोच्नु हुँदैन कि अब उज्यालो आउने छैन। यदि आज तिमी थाकेको छौ, आराम गर, तर आफ्नो सपना कहिल्यै नछोड। यदि आज तिमी रोइरहेको छौ, आँसु पुछ, तर अगाडि बढ्न नछोड। किनकि तिम्रो समय आउँदैछ। सायद आज होइन, सायद भोलि पनि होइन, तर यदि तिमी निरन्तर अघि बढिरह्यौ भने एउटा दिन आउनेछ जब आजको सङ्घर्ष नै तिम्रो सफलताको कथा बन्नेछ। याद राख, हार्ने मानिस त्यो होइन जो लडेर ढल्छ। हार्ने त त्यो हो जो फेरि उठ्नै छोड्छ। यदि यो भिडियोले तिमीलाई फेरि उठ्ने हिम्मत दियो भने लाइक गर, आफ्ना साथीहरूसँग शेयर गर र यस्तै मोटिभेसन भिडियोहरूको लागि च्यानल सब्स्क्राइब गर्न नबिर्स।